डर लागेको चढाउने यस्तोमा चाहिँ शीतलको हावा चलिरहेको अहिले फेरि घाम लागेको थियो यहीँनिर फेरि पानी छिराउन थाल्यो। यस्तो अप्ठ्यारो अप्ठ्यारो चप्पल हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू ब्लग। आई एम एसआर। मेरो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला। हामी चाहिँ छ्यामाको घर जान लागेको, म र मम्मी। हामी चाहिँ झोला बोकेर हिँडिसक्यौँ। हामी चाहिँ माथि घरबाट निस्केर यहाँ तल आइसक्यो। आमालाई नि बाई भनिसक्यो। के भन्दैछ छिटो जाने कि खै के हुन अब सासु बजी नै दौडिने खालको छ। हिँड्नु नसक्ने अब उता तल अप्ठ्यारो बाटोमा देखाउँछु म। अप्ठ्यारो भन्दा पनि त्यो के भन्छ ढुङ्गा हालेको बाटो पुगेपछि बनाउँछु भिडियो। हामी यो सर्टकट बाटो जान सक्छ? कुन त्यो यता अर्कै बाटो? ए अस्ति आएको बाटो सक्छ होला, सक्न त। हामी चाहिँ माथिदेखि यहाँ तल आइसक्यो। माथिदेखि हामी चाहिँ यो छाता नगरिकन छाता नि घामले चाहिँ पोले नि हात यसरी बोकेर हिँड्ने हो हातमा। सबले हामी मात्रै नओर्ने घामले पोले नि। यस्तो बाटो छ छर्न चाहिँ हामी जाने। अब कतिखेर पुग्छौँ थाहा छैन। वहाँ पुग्दासम्म भिडियो बनाउनु न, त्यही भएर थोरै मासतिर पनि भिडियो त बनाएको छ, हाल्छु हाल्नु थाहा छैन। दामी त्यही माथि पसिना छ। अहिले पानी पर्न लाग्थ्यो, अहिले घाम लागेपछि चढेको एकैछिन। अनि आमालाई म उता गएर यहाँनिर चाहिँ यस्तो दामी रहेछ कि ट्याक्कसँगले यहाँ चौरीमा बसिन्छ, खुट्टा बसारेर यस्तो। यहाँ हेर्नुहोस् कुर्तामा चप्पल। अनि आनन्द भयो, एकछिन बसिन्छ। मम्मीलाई कुर्छु। ऊ त्यहाँ आँप रहेछ, यो चाहिँ आँपको रुख हो, तर जुम नै भइरहेन क्या आज, किन हो। शीतलको हावा चलिरहेको अहिले फेरि घाम लागेको थियो यहीँनिर फेरि पानी छिराउन थाल्यो। यस्तो अप्ठ्यारो अट्याउने आउनु चप्पल देखाएको। अब 2 घन्टा लाग्ला हामीलाई पुग्नलाई। जानु मात्रै आउँदाखेरि कस्तो हुन्छ त्यो एक्सपिरियन्स चाहिँ मलाई कस्तो देखाउनु छैन त्यो हालत।
सो अब चाहिँ लाग्यो उँधो फेरि पकाइ मार्यौँ अनि यहाँनिर चाहिँ यस्तो रहेछ क्या नयाँ नयाँ चिज देख्दाखेरि चाहिँ एकदम खुसी लाग्यो घर पुरानो पुरानो अनि बाटो चाहिँ यस्तो यस्तो के पहिले चाहिँ देखाएको थिएन मैले यहाँनिर बसेको म अब त्यो तल रोड है मम्मी रोड आउनु लागिसक्यो अब यसरी हटाउनु पर्छ अब यसरी बाटो भाग्यो भने सर्प आउँछ मेरो हात चाहिँ यता जान्छ खासमा यसरी हटाउँछ मान्छेले म धेरै हटाउन सक्दिनँ छैन होइन यसरी के मोबाइल चाहिँ अगाडि यसरी हटाउन सक्दिनँ खुट्टा दुखेर बिस्तारै जा उँधोमा हिँड्दा त यस्तो जानु पानी परे घाम यस्तो जग्गा घाम लागिरहेको पानी परेर पानीले कुटिरहेको साथीहरू के भयो होला यस्तो अचम्म लाग्यो खलखल पसिना आएसम्म शीतल भयो ठिक छ अब कति 1 घन्टामा पुग्छ मम्मी ए आधा घन्टा 40 मिनट अब हामी चाहिँ तल जानुलाई 40 मिनटदेखि 1 घन्टासम्म लाग्ला त्यही हामी बिस्तारै जाने आमाको घडी ल्याउनु ए खोलेर राख्दिनु भन्न यस्तो रमाइलो बाटो छ
गरेर दुईकै आएको यहाँ तरेर जानुपर्छ यस्तो रहेछ गर्मी त्यस्तै सुनपछि भेटौँला एउटा फुल आइरहेको छु डर लाग्छ मैले म यहाँ कुरिरहेको मान्छे यहाँ यस्तो हावा आउँदो रहेछ यहाँ त खोला नि छ कस्तो डर हल्लिँदो रहेछ होइन न बत्तैका अब बिचमा पुग्दाखेरि झन् डर लाग्ने कस्तोसँग है हुन त म पहिले नि अब यस्तो माथि चढेको अर्कै होला थियो क्या हाम्रो गाउँमा चाहिँ यस्तो माथि चढेको कि हुन्छ थाहा छ हुन्न यस्तरी हिँड्नुपर्छ या कस्तो डर लाग्छ कहिले नदेखाएको भन्दाखेरि होइन मलाई डर लाग्छ कि यस्तो अब साइडमा डर लागेको चढेको थिएँ त्यस्तोमा चाहिँ चढेको थिइनँ खोला मम्मी आउँदै हुनुहुन्छ तर धेरै ठुलो खोला चाहिँ नरहेछ त्यही अब सुरुमा चढ्नेलाई चाहिँ लाग्दै चुडेरै जस्तो मात्रै चुडिछ फाइनली आइपुग्यो म यहाँ माथि रिङ्गटै चल्दो रहेछ